गाइस के छ हौ तपाईँहरूको खबर हैन। म चाहिँ टक्क लाएर आज के भन्छ अरे उयो अरे नि त एकादशी। अनि यो मकैको चामल लिएर आउँदैछु खाना खानको लागि। मलाई चाहिँ हल्का टेन्सन पनि भइरहेछ। आज चाहिँ धेरै दिन भयो भ्लग पनि नहालेको। हाम्रोतिर चाहिँ पानी परेपछिको मौसम चाहिँ पुरै दामी भएको छ। अनि तपाईँहरूकोतिर पानी कतिको पर्यो? हाम्रोतिर चाहिँ बबाले पर्यो हैन। टक्क म चाहिँ स्याक्ला लिएर हिँड्दैछु क्या। अनि पानी परेपछिको मौसम चाहिँ खतरा बबाले भएको छ हाम्रो इटरीतिर चाहिँ। अनि अब दिनकै चाहिँ भ्लग ल्याउन सक्दिनँ। अब यसो कतै कतै निस्केको बेला मात्रै बनाउँछु। सबैजनाले माया गरिदिनु होला मेरो सानो मिनी भ्लगलाई। म चाहिँ च्याख्ला लिएर टक्क घर जानेछु। अब यो चाहिँ टक्क लाएर बनाएर खाने हो खाना। ल मेरो मिनी भ्लग चाहिँ यति नै गाइस। यसो छोटो छोटो मिनी भ्लगहरू ल्याउँछु। सबैजनाले हेरिदिनु होला, मन पराइदिनु होला। ओके बाइ बाइ गाइस।